सफलताको यात्रा एक प्रेरणादायी कथा। सन्दीप एक सानो गाउँमा बस्ने साधारण किसानको छोरा थियो। उसको परिवार आर्थिक रूपमा कमजोर भए पनि ऊ पढाइमा निकै लगनशील थियो। विद्यालय जान प्रत्येक दिन ऊ 5 किलोमिटर पैदल हिँड्थ्यो। ऊ सधैँ सपना देख्थ्यो ठूलो शहरमा गएर राम्रो शिक्षा लिने र आफ्नो परिवारको अवस्था सुधार्ने। तर उसको यात्रामा थुप्रै चुनौतीहरू थिए। उसँग राम्रो किताब थिएन, सधैँ पेटभरि खान पाउँदैनथ्यो र कहिलेकाहीँ त शिक्षाको लागि घर परिवारबाट पनि समर्थन मिल्दैनथ्यो। तर उसले हार मान्ने सोचेन। बिहान बिहानै उठेर अध्ययन गर्थ्यो, विद्यालयपछि खेतमा परिवारलाई सघाउँथ्यो अनि रातभरि बत्तीको उज्यालोमा किताब पढ्थ्यो। एक दिन विद्यालयमा एउटा छात्रवृत्तिको अवसर आयो। सन्दीपले आफ्नो ज्ञान, मेहनत र आत्मविश्वास देखाएर छात्रवृत्ति जित्न सफल भयो। छात्रवृत्तिले उसलाई शहरको राम्रो कलेजमा पढ्ने अवसर दियो। त्यहाँ पुगेपछि पनि उसले आफ्नो परिश्रम रोकेन। ऊ रातभरि पढ्थ्यो, अतिरिक्त कक्षा लिथ्यो र कहिलेकाहीँ सानो काम गरेर आफ्नो खर्च आफै जुटाउँथ्यो। केही वर्षपछि सन्दीपले उच्च शिक्षा प्राप्त गरियो र एक प्रतिष्ठित कम्पनीमा राम्रो जागिर पाइहाल्यो। अब उसले न केवल आफ्नो परिवारलाई आर्थिक रूपमा सक्षम बनायो, तर आफ्नो गाउँका अन्य बालबालिकालाई पनि पढ्न सहयोग गर्न थाल्यो। सन्दीपको कथा मेहनत, लगन र आत्मविश्वासको उदाहरण हो। जीवनमा जति नै कठिनाइहरू आए पनि दृढ निश्चय र अथक प्रयासले सफलता अवश्य हात लाग्छ। सपना देख्नेहरू धेरै हुन्छन्, तर ती सपना पूरा गर्न परिश्रम गर्नेहरू नै वास्तविक विजेता बन्छन्।